नमस्कार। आज हामी समाजका नदेखिएका पीडा, नबोलेका यथार्थ र दबाइएका प्रेमका आवाज बोकेको एउटा प्रेम कथा लिएर उपस्थित भएका छौँ। कथाको शीर्षक छ जातले हत्या गरेको माया। कथा सुरु गर्नु अघि यस कृतिका स्रष्टासँग तपाईलाई छोटो परिचय गराउन चाहन्छौँ। यस कथाका लेखक हुन् टार्जन राई। खोटाङ जिल्लाको हलेसी तुवाचुङमा जन्मिएका टार्जन राई हाल दक्षिण कोरियामा श्रम र दैनिकीको व्यस्तताबीच आफ्नो जीवन अघि बढाइरहनु भएको छ। विदेशी भूमिमा रहँदा पनि उहाँको चेतना, संवेदना र लेखनी सधैँ आफ्नै माटो नेपालतर्फ फर्किरहन्छ। समाजका विसङ्गति, जातीय विभाजन र मानव भावनाका सूक्ष्म तहहरूलाई उहाँ आफ्ना शब्दहरूमा इमान्दारीका साथ उतार्नुहुन्छ। त्यही संवेदनाबाट जन्मिएको यो प्रेम कथा हामी तपाईहरू सामु पेश गर्दैछौँ। त्यही भिडबीच उनीहरू पहिलो पटक भेटिए ब्याचलर अध्ययनका साधारण तर अर्थपूर्ण दिनहरूमा। त्यो भेट न त कुनै प्रेम कथा जस्तो अचानक थियो, न कुनै चलचित्रको दृश्य जस्तो नाटकीय। साधारण थियो, तर त्यसैमा असाधारण भविष्य लुकेको थियो। युवती थिए, ब्राह्मण समुदायको छोरी, संस्कार, अनुशासन र मर्यादाको पाठ सिक्दै हुर्केकी। उसको चालढालमा अहङ्कार थिएन, तर आत्मविश्वास थियो। रूपले आकर्षक, छिनिएको कम्मर, जिउडाल मिलेको, आँखामा शालीनता र बोलीमा संयम। क्याम्पसका धेरै नजर अनायासै उतर्फ तानिन्थे, तर त्यो सौन्दर्य उसको वरिपरि सुरक्षाको घेरा होइन, डरको पर्खाल बनेको थियो। ब्राह्मण समुदायका धेरै युवकहरू उसँग बोल्नै हिम्मत गर्दैनथे। धन, प्रतिष्ठा र उसको परिवारको सामाजिक पहुँचले उनीहरूलाई आफ्नै ठाउँमा रोक्थ्यो, किनकि उसकी पिता खोटाङ जिल्लामै प्रख्यात पण्डित थिए। धार्मिक कर्मकाण्ड मात्र होइन, समाजको निर्णयसम्म प्रभाव पार्ने हैसियतका। धनी, प्रतिष्ठित र इज्जतलाई जीवनभन्दा माथि राख्ने व्यक्ति। उता युवक किराँत समुदायबाट आएको, साधारण गरिब परिवारको सन्तान। न उसको नामले ढोका खुल्थ्यो, न उसको परिवारको पहुँचले समाज डराउँथ्यो, तर उसको आँखा सपना देख्न जान्थ्यो। उसको मस्तिष्क मेहनत गर्न थाक्दैनथ्यो। पढाइमा ऊ अब्बल थियो, न त देखाउन न त अरूलाई दबाउन, तर आफ्नो भविष्य बदल्न। उसले युवतीलाई पहिलो पटक देख्दा थाहा पाएन ऊ ब्राह्मण समुदायकी हो, ऊ पण्डितकी छोरी हो, ऊ समाजले उच्च कोटिकी हुन् भनेर घेरा हालिदिएको मान्छे हो। उसका लागि ऊ केवल क्याम्पसकी एउटी सहपाठी थिए, जसको आँखामा अलग किसिमको शान्ति थियो। पहिलो परिचय साथीको नाताले सुरु भयो। कक्षा कोठामा साटिएका नोटहरू, पुस्तकालयमा सँगै पढेका पाना, क्यान्टिनको साधारण चिया, त्यो सबै सामान्य देखिन्थ्यो, तर मनहरू बिस्तारै एकअर्कातर्फ ढल्किन थालेका थिए। उनीहरूलाई थाहा थिएन यो केवल समाज, परिवार, संस्कार र नियतिले उनीहरूको बाटोमा कति ठूलो आँधी बुनिसकेको छ। दिक्तेल बहुमुखी क्याम्पसका दिनहरू बिस्तारै उनीहरूको जीवनको महत्त्वपूर्ण अध्याय बन्दै गइरहेका थिए। कक्षा सकिएपछि पनि पढाइ सकिँदैन थियो, किनकि उनीहरूको सपना क्याम्पसको घन्टीसँगै बन्द हुँदैन थियो। लोक सेवा आयोग, त्यो शब्द उनीहरू दुवैका लागि सिर्फ परीक्षा होइन, भोलिको भविष्य थियो। एउटै लक्ष्य, एउटै बाटो, एउटै सङ्घर्ष। पुस्तकालयको धुलो लागेका कुर्सीहरू, पुराना गाइडबुकका च्यातिएका पानाहरू र झ्याल बाहिर पहाडबाट बग्ने चिसो हावा, त्यही वातावरणमा उनीहरू सँगै सपना बुन्दै थिए। युवक पढाइमा गहिरो थियो, समयको मूल्य बुझ्थ्यो। उसको सरलता र मेहनतले युवतीलाई अनायासै तान्दै लग्यो। उनीसँग कुरा गर्दा कुनै बनावट थिएन, न त डर। युवतीका लागि त्यो अनुभव नयाँ थियो। जहाँ ऊ थिए त्यहाँ प्राय नाम,